हेलो हेलो गाइज वेलकम टु माई भ्लग। आज चाहिँ फुल फुलेको ठाउँमा हेर्न जाँदैछौँ। अब हामी चाहिँ दुईजना जाँदैछौँ, भाइ चाहिँ अगाडि हिँड्दैछ। दुईजना टक्क फुल फुलेको ठाउँमा जाँदैछौँ। फुल फुलेको ठाउँ चाहिँ हामी यहाँदेखि बस चढेर लगभग 40 मिनट जति बस चढेर त्यहाँदेखि लगभग 5 मिनटसम्म हिँडेर जानुपर्ने हुन्छ। त्यहाँ चाहिँ कोरियामा चाहिँ हरेक वर्ष यसरी अब जाडो मौसम सकिएपछि गर्मी मौसम सुरु हुँदा वसन्त ऋतु सुरु हुँदा यहाँ फुल फुलेर जाँदैछौँ। अब त्यहाँ भाइ चाहिँ अगाडि हिँड्दैछ र हामी चाहिँ अब यहाँदेखि हिँडेर त्यहाँदेखि बस अब 5 मिनट जति वेट गर्नुपर्ने हुन्छ टक्क लाएर। त्यसपछि हामी बसमा चढ्नेछौँ। बसमा चढेर हामी फुल फुलेको हेर्न जानेछौँ। हामी चाहिँ यो अब बस चढ्यो है। अब त्यहाँनिर गएर बस थोरै मिनट वेट गर्न पर्ने हुन्छ, जस्ट 2-4 मिनट। त्यसपछि बस आउँछ अनि बसमा चढेर हामी चाहिँ जान्छौँ। त्यहाँदेखि चाहिँ 40 मिनट जति लाग्छ। भ्लग हेर्दै गर्नु होला। तपाईँलाई अहिले नयाँ नयाँ ठाउँहरू देखाउँदै जान्छु। अहिले अब हामी चाहिँ बस चढ्ने ठाउँमा आइसकेको छौँ। अब यहाँ बस चाहिँ कतिखेर आउँछ हामी वेट गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ भाइ कुरेर बसिरहेछ बसलाई। यो बस हामी कुर्ने ठाउँ 10 मिनट जति छ। हामी चाहिँ बसमा चढिसकेको छौँ। बसमा हामी चाहिँ अब बसबाट जाइसकेको छौँ। मुस्कान काफी छ। फुल फुलेको हेर्ने ठाउँमा जाँदैछौँ। यहाँदेखि चाहिँ थोरै हिँडेर जानुपर्छ, त्यही भएर हामी यहाँ बसदेखि झरेछौँ। ओ माई गड, फुल हेर्न होइन हामी जाने। चस्मा त मलाई पनि राम्रो देखिन्छ क्या होइन? अन्त हिँड्नुहोस् खै खै एकचोटि लगाएर मान्छे राम्रो हो कि चस्मा राम्रो हो कि? ओए मारेछ त है। यो त दुइटै राम्रो हो, चस्मा नि मान्छे गएर होइन होला, हो होला हौ, होइन होला। हो होला हौ। हेर्नको जाँदैछ। ऊ चाहिँ पहिलोचोटि हो, म चाहिँ यहाँ आइसकेको हो। म चाहिँ पहिलोचोटि हो। यस्तो छ यहाँ है। अर्जेन्टिना यहाँ चाहिँ हामी नर्थ फेसको चौरसी लगाएर ओहो दुइटै भलो गर। यस्तो त भएन नि त अनि कसो हेर्ने नि त अनि लगाइ चाहिँ हामी चाहिँ अब फाइनली फुल फुलेको ठाउँमा आइसक्यौँ। यही ठाउँ हो, यही ठाउँ हो क्या? तल झरेर हिँड्ने हो कि यहाँदेखि तल झर्ने। नारायणको फतकोत भनेको यहाँ फुल फुलेको ठाउँमा हेर्न आएको छौँ। मान्छेहरू हेर्न सक्नुहुन्छ। यही हो। ओ देख्यो? कस्तो हो? अहिले त यो ठुलो बनाएछ हो, पहिला त यत्रो थियो। हेर न दामी छ त न फुलको। देख कस्तो छ फुल फुलेको ठाउँ, राम्रो छ। यो चाहिँ छनानको नजिकै रहेको छनानदेखि फुल फुलेको ठाउँ हो। हेर्न आउनु होला, घुम्न आउनु होला, राम्रो छ। खोला कति सफा छ।
सबै फुलको बगैँचा माया। हामी चाहिँ अब यो एकछिन फोटोसुट गरेर अब उतातिर जाँदैछौँ, घुम्दैछौँ। यही हो छनानको फुल फुलेको ठाउँ, हेर्नुहोस्। यहाँ चाहिँ फुल हेर्न आउने मान्छेहरू यस्तो भिड छ कि, खाली मान्छेहरू पनि त्यस्तै के फेरि। फुल हेर्न आउने गाउँ बजाएको साइकल आउन पनि मिल्ने रहेछ भाइ, साइक्लिङ आउनु पनि। साइक्लिङ होइन, यसको स्ट्यान्ड हालेको नि कस्तो नराम्रो देखेको पछाडि के। कस्तो लाग्यो त यो ठाउँ? कस्तो लाग्यो यो ठाउँ? बहुत राम्रो छ ठाउँ। पहिलोचोटि यहाँको? पहिलोचोटि एकदम पहिलोचोटि हो हामी चाहिँ यहाँ है। फुल पनि यसरी पहिलोचोटि देखेको? फुल त देखेको, अनि यसरी तर यसरी चाहिँ लहरै चाहिँ पहिलो टाइम हो। फेरि अब 1 वर्ष पछाडि यसलाई के भन्छ कोरियनमा? होला सायद यता त्यस्तै छ। हाम्रो चाहिँ अहिले यहाँको पढ्नै छ नि यो रातिमा लाइट छ यहाँ। लाइट हालेछ क्या हो उमा छ। यो कतिको झर्छ है अब? झर्छ नि, अब 1 हप्तापछि त हुँदैन नि। यस्तो गर्नु छै बुढी बजेहरूको मेलामा जस्तै बेलुनहरू लिएर हिँड्ने केटाकेटीहरूले। नेपाली हाम्रो बेला यस्तो पनि हुँदो रहेछ पछाडिबाट। ओहो यो के हो मिठाईहरू? जाउँ पारी पारी जाउँदै अब। उताबाट त्यो खोलामा बस्छ, म तिम्रो फोटो खिचिदिन्छु कता उता पारिबाट। यो खोलामा अहिले लास्टै धेरै है मान्छेहरू। यो फुल फुलेको ठाउँ हेरेर अब फोटोसोटो खिच्यो, भिडियो सिडियो गऱ्यो। अब फर्किन लगाएको यस्तै छ यो फुल। के देखियो पेन्टिङ खै पेन्टिङ 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 पेन्टिङ। मेला लागेछ हो यहाँ आज, फुल फुलेको हेर्ने मेला लागेछ। फुलै फुल। अब चाहिँ हामी फर्किनुपर्छ, धेरै भइसक्यो, फोटोसोटो खिचियो। हामी फर्किन पर्छ लागेको। त्यही त बुझेँ, त्यो त बुझेँ। म बाहिर आएको, बाहिर छु नि त अहिले। फोन अर्को के हो यो? यो खानु लाग्यो। अब चाहिँ हामी यो फुलको मेला हेरेर फर्किन लागेको। ठिकै छ, रमाइलो छ। यहाँदेखि फोटो खिचिदिन्छु ल, यस्तो दामी हुन्छ ल। कसो हुनुहुन्छ गाइस? यस्तो
भ्यू दामी छ है भ्यू। अब हामी चाहिँ फर्किन लागेको जमिन्छ मान्छेहरूको भिड। वाह। मान्छे है अब यहाँदेखि हेर्दा त्यता त्यस्तै हुन्छ। जाउँ अब हामी चाहिँ अब फर्किनु लागेको घुमियो लगभग दुई घन्टा हुन लाग्यो हामी यहाँ आएको। अब हामी चाहिँ फर्किनु लागेको। यो चाहिँ भाइलाई फर्स्ट खतखत देखाउनु लिएर आएको यो ठाउँमा।